Namna Sony Sara focus गर्छ है गोली साथ Ana, किन पो तर्साउनु नि तर्स्यौ किन पो ढिलो आएको एउ घाँस काट्दा काट्दै ढिलो भयो होइन के बुने हो फुलहरू बुन्दै गरेको ए कसलाई दिनु आफै लाउने हो ए राम्रो पो रहेछ त ए अनि हाम्रो चाहिँ कहिले आउने हो फुल लाउने दिनहरू आउला नि दिनहरू अनि यसरी त कहिलेसम्म हो हामी पनि यसो अब त बिहे गर्नुपर्छ होला खै के भन्नु र तिमीलाई थाहा छँदैछ एक त मेरो परिवार कडा हुनुहुन्छ फेरि तिमीलाई रुचाउनु पनि हुन्न त्यही माथि हाम्रो धर्म पनि मिल्दैन अब के भएर र धर्म नमिलेर तिम्रो लागि ज्यानै दिन सकिहाल्छ नि अब भागेर बिहे गर्नुपर्छ खै भागेर त कसरी पो बिहे गर्ने हो र अब कस्तो खै भनेको अब यत्रो भइसक्यो अब यत्तिकै त कहाँ हुन्छ अब घर परिवारले त मान्दैन नि पछि मिलिहाल्छ नि अब म भोलि चाँजो पाजो मिलाउँछु त्यहाँ डाँडामा बेलुका 9 बजीतिर आउनु अब मजाले लाग्यो लु डाक्सो हेर्नु त एकछिन है केटा हाम्रो पनि हेर्नु बाँकी छ लु हेर्नु त खानुहुन्छ भने छको डाब्रन यो त तेरो बाउको खप्पर हो यो त गयो यो हेर्नु त छिन्नै मेरो पनि पालो हेरौँ कोही जित्ने छ होइन छैन यो है यत्रो पनि खेल्दैन कसले खेल्न आए त आफै चम्किन्छ यार रिसार हुन्छ अब दाउले खाने हो होइन यसमा सुँगुर चारो पनि दिएको छैन बाख्रा पनि भोकेछ कहाँ गएछ यो सपना हे सपना होइन यो कहाँ गएछ यो लु अहिलेसम्म भात पनि पकाएको छैन रहेछ त कहाँ गएको छैन र भाइ kembang lagi ni sih Men loker ya lekte Kroatia tume beng mablar Tumbai Tumbai Thế qua đi Thế sao là bạn Inawa makewa mtok inawa. Ekserdik bilang na Lala. Makin Yuna kata. Gọi yung nga
kata sirri keluar kaya sirri gitu loh. Aduh, लु Syahrul. स्यारो Lu. Kata, Hey, jangan lu sampai biar adina. ku जानु बे Lah. Jangan rubi. Mẹ samang na. Tấm này, hết cha đi berang dah फिर. Lah. Jangan pi, jangan pi. Cha đi berang. Pakai. Tấm này, passion go home. Tadi asinda, pinro. Lah, kata. Siapa nak bagi wa cito berapa? Lah, pegang baru tuh nih. Lah. सपना ओ सपना ओइ हेर्नुहोस् के किन म खाना बनाउँदैछ तेरो खाना अहिले भोक लाग्दा चाहिँ कहाँ गएको थिइस् तिमी जस्तो घुमेर मातेर तास खेलेर हिँडेको छु र होइन के भनिस् फेरि भन् त हो त नि तिमी जस्तो बेकामे हो र मातेर आएर दुःख दिँदो रहेछ धेरै बोल्छ ल ठुलो गर्छस् चलाउँछ तर बुढा ठुलो गर्छस् मन्जु के पो भएछ हौ यसलाई ओहो यसलाई त साह्रो ज्वरो आएछ मन्जुको बाउ मन्जुको बाउ यहाँ छिटो आउनु त नानी बिरामी भयो खै के भयो नानी साह्रै बिरामी भएछ हिजो यो खेक्लाबाट ल्याएको पैसा छ गाउँमा दबाई खोजेर किनेर ल्याऊ धेरै बोल्छ ल ठुलो गर्छस् चलाउँछ तर बुढा ठुलो गर्छ Love the way. Okay, pinu dah nak apa? सपना हिजो नबुझी मैले हात उठाएछु माफ गर लुबो धेरै नाटक नगर
घरमा नुन भुटुन सबै सकिएको छ। बेच्न मिल्ने पनि त्यही एउटा बाख्रा छ। अस्ति माउले भाइले बेच्ने भए खबर गर्नु है भाउजू भन्नुहुन्थ्यो। जाऊ जाऊ बुझेर आऊ। माउले ओ माउले कहाँ गयो? किन हौ? के गर्दैछस्? यतिकै नि किन? अस्ति भाउजूलाई बाख्रा किन्छु भन्दै थिइस् र त नि। एउटा पालौँ कि भनेको अनि। कति लाउँछस् त? कति लाउनु र अब? 5,000 दे न नि। 5,000? 5,000 त छिन्दैन तेरो बाख्राले बेटा। कति छिन्छ त? तेरो बाख्राले त्यही 3 देखि 35 मात्रै हो। 3-35 मात्रै। अब मैले पनि पाल्ने हो होइन। अब यसो अलिक बेच्ने भए पो अलिकति हुन्छ त अनि। भइगयो नि त तँलाई। अहिले ल्याउँछ सिन न त लिनु। ल जाउँ न त अनि। जाऊ। बाजु ढोल त खतरा पर्छ यो। मामुली हो मामुली। होइन हौ मलाई एउटा चाहिएको थियो। अहिले त जङ्गलमा पाउँदैन हौ खामारीको काठ। अनि एउटा चाहिएको थियो अब पाउँदैन ल ठिकै छ नि त। अब भोलि पर्सि हेरौँ। ल बाख्रा पनि यही हो। यो बाख्रा ठिक छ नि होइन? यो होला नि अब। ल केटा पैसा चाहिँ अब अहिले होइन भोलि बजारमा हुन्छ होला नि। तँलाई मात्रै दिने? बजारमा भेटौँ न भोलि। ल फेरि हराउँलास् नि। होइन ल मजाले चाहिँ। ल अझ ल अझ अझ हिँड्नु मान्दैन कि यो त। हजुर अगाडि एउटा माउ पाल्नु कि भनेर हौ। होइन तेरो आमा कता गयो? भर्खरै चारो खोज्नु जानुभएको छ। बाबा यो वर्षदेखि मेरो साथीहरूले टकमान जाने अरे। जाओस् न त। अनि म चाहिँ नजानु? यो पाल नजानुहोस्, को सालदेखि जानु। गाउँदेखि स्कुल जानु त म एक्लै हुन्छु त अनि। जानु सकिहाल्छस् नि, केही पनि हुँदैन। अनि तँलाई भक्का घर छ त लेडाङमा त्यहाँ बसेर पढ्छु नि। पढ्छस् काकाकोमा। म त पढ्दा त आउँदैन, काकामा पढ्छस्। भरे बजार आउँदा आउँदा मलाई गुडिया पनि ल्याइदिनु है। ल ल सपना ओइ म बजार हिँडेको। ल ल आउँदाखेरि आधी केजी मासु लिएर आऊ है। ल नानी यो खाजा खाऊ ल। हेर अहिलेसम्म पनि खाजा खाएको रहेनछ। छिटो खाऊ खाजा, सेलाइसक्यो। एकछिनमा खान्छु नि हौ। कति गेम खेलेको।
दिदी हजुर खाजा के पो छ हौ खाजा त्यही हो थुक्पा चाउमिन समोसा थुक्पा केमा पो पाउँला नि मासुमा पनि छ अनि सादा पनि छ सादा हाफ दिन न त ए हुन्छ एकछिन पठाउनुहोस् है त ए हुन्छ पानी यहीँ छ ल ए हुन्छ ए त यहाँ पो छस् कहाँ दिशा त खोज्दा खोज्दा हो र खोज्दा खोज्दा तल अघि देखियो घर सँगै जाउँ ल खोला पनि ठुलो छ घर एक्लै गाह्रो हुन्छ ल पर्खिँदै गर म तर्किँदा हुन्छ पछाडि आऊ थोरै झिकेर हेर्नु न झिकेर त्यही राखिदिनु अब तल्लो हेर्नु तल्लो पक्रिनु हेर्नु भने यस्तो गर्नु मुन्टा हुने गोजीमा पैसा छ भने चाहिँ दिए जस्तो गर्नु नि त यही टेकमा बोकेर हिँड्नु रे झोलामा हाल्यो सिधै गयो काटिदिनु न त मासुको एङ्गल चाहिँ कस्तो लाग्यो पढ्यो मासुको एङ्गल है
बिदा लिएर निस्किने ल फ्रेम आउट हुने ल झोला बोकेर जानु है ल यहाँ अगाडिबाट जाँदा नि हुन्छ है हेलो भाइ जाइनुहोस् के छ हौ अनि नानीहरू के कसो छ हुन्छ तपाईँको निम्ति हामी प्रार्थना गर्नुपर्छ नानीहरूको प्रार्थनाको निकालेर निको भइहाल्छ अनि बजार चल्दै गर्नु है हुन्छ अब खोला ठुलो आएको छ होइन बिस्तारै विचार गरेर निकै जानु है ए हुन्छ ल ल जाइनुहोस् खोइ त अहिलेसम्म आएन मासु ल्याउँदा पकाउला भनेको कहाँ चाहिँ गएछ हौ यताउति गर्दा ढिलो भयो हिँड्ने यार पुरा त ठुलो होला अब जानुपर्छ नि सकिहाल्छ नि जाउँ न ल जाउँ होला मलाई खोलाले बगाउने के गर्छ छेट सानो खोलाले कहाँ बगाउँछ हौ एक्लै घर त फेरि गाह्रो हुन्छ नि तँलाई कहाँ बगाउँछ त्यो सानो खोलाले खोला ठुलो छ क्या हौ बोक्न बोक सक्नु जाउँ न ए सकिहाल्यो त यस्तो खोला बोक्न बोक खोला के म त बाउ होइन बाबा नै यसरी नै गर्छ गुलाङहा सन्छौ तेरि कहौ जो भयो नि हौ ल हामी मात्रै त सक्दैनौँ होला तपाईँ गाउँलेहरू साथीहरू एक दुईजना भेटिन्छ कि खोज्नु जानु हौ होइन हौ यो खोलाले कति भोकान्दो रहेछ हौ हिजो अस्ति दुईजना तामाङ पनि खोलाले लगे
आज पनि यस्तो घटना भएछ बिजोग भयो है बिजोग भएछ बिजोग नि हो बिजोग यस्तै छ बेलैमा पुल बनेको भए यस्तो घटना हुने थिएन होला हेर्नु गुडिया बाबा आउनुभयो त होइन किन पो ढिलो आएको आज पहिरोले बाटो भत्केको रहेछ माथि घुमेर आउँदा ढिलो भयो होइन किन भात नखाऊ खै आज त साह्रै नराम्रो सपना देखेँ के देख्यौ र त्यस्तो नराम्रो सपना खै के भन्नु र साँच्चै भोलि त आइतबार सँगै सङ्गति जानुपर्छ है म त भ्याउँदिनँ होला जाऊ न के काम छ र हुन्छ मण्डली परिवार हामी आज फेरि पनि प्रभुको वचन हामी यो समय हेर्नेछौँ अनि एफिसीको पुस्तक 5 अध्यायको 25 पदमा यसरी लेखेको छ पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो श्रीमान हो अनि श्रीमतीहरूलाई प्रेम गर्नुपर्छ आमेन आमेन बाबा अबदेखि तपाईँ पनि हामीसँग त जानु ल